30 वर्षसम्म देश लुट्दा कसैको रौँ हल्लिएन। आज रवि, बालेन र रासोपाको उदयले सबैको सातो किन गएको? रवि, बालेन र रासोपाको नाम सुन्ने बित्तिकै पुराना दलका ठूला टाउकेहरूको निद्रा किन हराएको छ? आज म तपाईको भ्रमको जालो च्यात्दैछु। सुन्नुहोस्, तपाईले देख्नुभएको छ? बिहान उठ्ने बित्तिकै एउटा नयाँ आरोप तयार हुन्छ। प्रमाण? 0। कहिले भन्छन् अनुभव भएन, कहिले भन्छन् विदेशी एजेन्ट। तर म सोध्न चाहन्छु, 30 वर्ष अनुभव भएकाहरूले चाहिँ यो देशलाई कुन स्वर्ग बनाएका छन्? के भ्रष्टाचारको अनुभव मात्रै अनुभव हो, कि नदीनाला बेच्ने लाइसेन्सलाई अनुभव बनिन्छ? यहाँ नयाँको उदयको डरले सन्दर्भ बङ्ग्याएर रवि लामिछानेलाई गाली गरिन्छ। बालेनले गरिबको फुटपाथ हटाए भनेर रुवावासी गरिन्छ। तर त्यही ठाउँमा सेटिङमा व्यापार गर्ने ठूला व्यापारीको बारेमा कोही बोल्छ? बोल्दैन। किनकि अफवाह फैलाउन पैसा पाइन्छ, तर काम देखाउन पसिना बगाउनु पर्छ। अहिलेको लनाई नयाँ भर्सेस पुरानो मात्रै होइन, यो इमान्दार भर्सेस भ्रष्टको लनाई हो। रविले गृह मन्त्रालय सम्हाल्दा फाइलहरू खुल्न थालेपछि सबै एकजुट भएर खेद्न थालेका होइनन्? बालेनले सिंहदरबारको फोहोर नउठाउँदा सत्ताको मुटु हल्लिएको होइन? जनता अब यति लाटा छैनन् कि तपाईको एउटा 10 सेकेन्डको क्लिपले उनीहरूको मत बदलियोस्। यदि दम छ भने प्रमाण लिएर आउनुस्, अफवाह होइन। यदि दम छ भने उनीहरूले भन्दा राम्रो काम गरेर देखाउनुस्, खुट्टा तानेर होइन। नयाँले गल्ती गरे जनताले दण्ड दिन्छन्, तर तपाई पुराना पापीहरूले चाहिँ उनीहरूलाई सिकाउने नैतिकता कहाँबाट पाउनुभयो? तपाई अझै पनि ती पुराना दलका भरौटेहरूले फैलाएको भ्रममा हुनुहुन्छ कि आफ्नो आँखाले काम हेर्दै हुनुहुन्छ? यो भिडियो उनीहरूसम्म पुर्याउनुस् जो अझै भ्रमको खेती गरिरहेका छन्।